नारी तिमी प्यासी नबन रचना हौ नारी तिमी प्यासी नबन प्रमुख अतिथि विशेष अतिथि लगायत देशमा आसित सम्पूर्ण व्यक्तित्वहरूमा यतै शिवपुरी गाउँपालिका वडा नम्बर 3 मा अवस्थित श्री महेन्द्र माध्यमिक विद्यालयको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट स्वीकार्नुहोस् हार्दिक नमस्कार। बालबालिका भन्ने मूल नाराका साथ शैक्षिक उन्नयनका लागि बुलन्द पहल तथा शिवपुरी बुलन्द लिडर भोगे अभियान कार्यक्रममा नारी शिक्षाको महत्व शीर्षकमा म आफ्नो भनाइ राख्न अनुमति चाहन्छु। राष्ट्रले नारी शिक्षालाई विशेष जोड दिएका हुन्छन्। नारी शिक्षित भएका मुलुकहरू चेतना स्तरमा माथि उठ्नका साथै ती मुलुकहरू धनी र सम्पन्न छन्। नारीले जीवनमा छोरी दिदी बहिनी बुहारी र आमा बनेर परिवार चलाएकी हुन्छन्, सृष्टि बचाएकी हुन्छन् र राष्ट्र चलाएकी हुन्छन्। नारीले भोग्नुपर्ने सम्पूर्ण समस्याहरूलाई म आफैले पनि अनुभव गरेकी छु, किनभने म स्वयं पनि एक नारी हो। प्राकृतिक मानसिक धर्मदेखि लैङ्गिक रूपमा समाजबाट भोग्नुपर्ने सम्पूर्ण समस्यासँग मैले पनि साक्षात्कार गरेकी छु। यस्ता समस्याहरूबाट यस विश्वमा रहनुभएका सम्पूर्ण नारी वर्गहरूले भोगिरहनु परेको देखिन्छ। देउकी बनेर मन्दिरमा चढाइने नारी छौपटी गोठमा निसासिएर मर्नुपर्ने नारी। सभाध्यक्ष महोदय, अरूको त के कुरा गर्नु, हाम्रै पाठ्य पुस्तकमा पनि बलात्कार जस्तो जघन्य अपराधलाई पनि एउटा सामाजिक विकृति र विसङ्गतिको रूपमा पढाइने गरिएको छ। कहाँको विकृति अनि कहाँको अपराध, केही कुराहरूलाई परिमार्जन गर्न आवश्यक छैन र परिमार्जन गर्न आवश्यक छैन र नारीमाथि विभेद र शोषण हुँदै गर्दा समाज रूपान्तरणको खोक्रो कल्पना कि सत्य साबित होला त अवश्य पनि हुँदैन। नारीमाथि महान हुन्। फ्रान्सका सम्राट नेपोलियन बोनापार्टले भनेका छन् कि तिमी मलाई असल आमा देऊ, म तिमीलाई असल राष्ट्र दिनेछु। यस भनाइबाट एउटा असल राष्ट्र बन्नका लागि शिक्षित र सभ्य आमाको खाँचो रहेको देखिन्छ। सभाध्यक्ष महोदय, एउटा सिङ्गो समाजलाई कुशलतापूर्वक सञ्चालन गर्न सक्ने दक्षता भएकी एक महिलालाई हेरेको भावले हेरी विडम्बनाको कुरा छ। परिवारमा छोराको जन्म हुँदा हर्ष र उल्लास आउने, तर छोरीको जन्म हुँदा निराशा फैलने आजको विश्व वैज्ञानिक युगमा पनि यस्तो प्रविधि चुम्बकले टाँसिएको छ। मात्र सीमित हुन पुगेका छन्। समयले कोटे फेरिसकेको छ। सभ्य समाज नारी पुरुष बीचको लैङ्गिक भेदभावबाट माथि उठिसकेको छ। अज्ञात शिक्षा रूढिवादी जस्तो परम्पराबाट ग्रसित हाम्रो समाजमा किन उज्यालो देख्न पाइएको छैन? कारण अशिक्षा नै हो। उज्यालो हुनका लागि सूर्य उडाउनु पर्छ। सूर्य उडाउन पुगे पनि पृथ्वी घुम्नै पर्ने हुन्छ। नारी एक पृथ्वी हुन्। जब उनीहरू सबैले शिक्षा प्राप्त गर्छन् तब मात्र सूर्य उदाउनेछ। जीवन चक्रमा एउटा अङ्गको अभाव हुँदा सिङ्गो शरीरले नै त्यसको पीडा भोग्नु पर्ने हुन्छ। त्यसैले नारी जाति अपहेलित पीडित अपमानित हुँदा सिङ्गो युगले नै पीडा भोग गर्नुपर्ने परिस्थिति उत्पन्न हुन सक्छ। यदि सम्पूर्ण नारी वर्गलाई शिक्षित बनाउने हो भने हाम्रो मस्तिष्कमा रहेको सङ्कुचित मानसिकतामा परिवर्तन ल्याउन जरुरी छ। व्यावहारिक रूपमा प्रत्येक घर गाउँ टोल र समाज र सिङ्गो राष्ट्रबाट नै नारी पुरुषलाई समान व्यवहारको थालनी आजैदेखि सुरु गरिनु पर्दछ। तब मात्र घरधन्दा या भनौँ चुला चौकामा मात्र सीमित रहेका कतिपय नेपाली नारीहरूको जीवन माथि उठ्नेछ भन्दै मेरो भनाइ अन्त्य गर्न चाहन्छु। धन्यवाद।